हेलो गाइस, आज मैले वाइस एडमिरललाई पिट्ने हो अनि आज उनी लिग्न छ के भन्छन् के त्यसलाई के एउटा उ छ केप छ जो यसले ड्रप गर्छ। अब यो कति फास्ट हो, यो कस्तो ब्याक रुम जस्तो कोठा हो बे। मेरो टेक्निक सेम हुन्छ, खाली आइस फ्रुट सित त इजी छ होला, नत्र नि मलाई नि थाहा भएन। ओए यहाँ त स्ल्यासेस हानिरहे, भागो। आए माथि त चढ्दैन। Bro is gone. अरिब ठाउँ भेटाएँ मैले। तँलाई फ्लिन्ट रकले ड्यामेज दिन्छु, रुक। ARS को यो अट्याक मोस्ट एनोइङ अट्याक एभर। अब आइस सर्च यो के अट्याक थाहा भएन। 2x ड्रप चान्स नकिनेको नि मेरो लक राम्रै छ के रे, तर निस्किन्छ कि नै त अलग बात हो। मास्टर 100 त पुगाएर चाहिँ छोड्ने हो क्या आज त। फेरि लो छ अहिले, हरिब लो छ। आइटम ड्रप हुन्छ कि नै। आइस सर्च जान्छु, खत्तम। आइटम ड्रप भएन, कस्तो चेयर आइटम ड्रप गरेन। मेन चीज त्यही त चाहियो थियो नि मलाई। आई थिंक मेरो रोलको टाइम पुरा भयो, मैले गएर रोल हान्न पर्छ क्या हो। म जंगलमा जान्छु अब। प्लिज रोल हान्दाखेरि राम्रो फ्रुट। इलेक्ट्रोड रोल हानेको त मैले उमा पनि हाल्ने हो, सर्ट्समा पनि हाल्ने हो। के राम्रो निस्के भाइ, के राम्रो निस्के भएर त्यसको मैले गिभअवे गराइदिन्छु सेकेन्ड सीमा जाने बित्तिकै। नराम्रो निस्के भएर ड्रप हानिदिन्छु। अझ 25 मिनट्स वेट गर्नुपर्छ। ल म तिमीहरूलाई 25 मिनट्स पछि भेट्छु। जस्ट जोकिङ। लेभल 140 पुगाएपछि भेट्छु ल। थ्याङ्क्स। हेलो गाइज, वेलकम ब्याक। म वाइस एडमिरललाई मार्नको लागि सर्भर अफ गरेर एउटा इन्डियन सर्भरमा आएको। हेरौँ यहाँका मान्छे कति प्रो छन्। इन्डियन मान्छे धेरै प्रो हुन्छन्। मैले तिमीहरूलाई भेट्छु सिधा वाइस एडमिरललाई मार्ने बेला। वाइस एडमिरल छ, नत्र कुनै कुनै ठाउँमा वाइस एडमिरल हुन्न। यसलाई के बाबा टक्ला। ए म त सक्डोको एकछिनको लागि। 15,000 बाप रे, यति त सेकेन्ड सीमा पनि दिँदैन। एमपीसीलाई सेकेन्ड सीको बस यसले त हरिब धेरै दिन्छ सेकेन्ड सीको। गाइज अब यहाँबाट भाग्ने हो सिधा सिधा। पछि पछि आइरह नि, आइरह। यहाँ आउने निन्जा टेक्निक हो के। अब
अब यसलाई मैले जति मन लाग्यो त्यो अट्याक हान्न मिल्छ, तर यसले मेरो केही बिगार्न सक्दैन। सायद सक्छ। ए औरा त अन गर्न जरुरी छ नि, औरा ब्याडास दिन्छ। औरालाई नि कति 25,000 परेछ नि, मलाई 10,000 मात्रै पर्छ जस्तो लाग्छ औरालाई। डजन नि बट डजन नि इजिली। यसलाई इग्नोर गर है। अब यसलाई अट्याक हान्छ यत्तिकै डज हान्दै बस्ने हो। यसले एउटा जान्ने एउटा ल्याएर एउटा ग्रेभियर्ड भन्ने ऊ स्पोन हुन्छ रेड बस, त्यो रेड बसले उदिन्छ बसिन्तो बिसिन्तो के हो त थाहा भएन, त्यो अप्पर स्काईमा पाइन्छ नि। एकछिन मलाई थाहा छ अप्पर स्काईमा किन पाइन्छ, किनभने ग्रेभियर्ड त भगवानसँग गइसक्यो नि वान पिसमा। अप्पर स्काई हो स्वर्ग, हामीले वान पिसको लजिक लगाए पर। प्लिज आइटम ड्रप हान्दैन, मैले तेरो चरण छुन्छु। चरण त छुन्ने यार बढी भयो। अब यार कति अट्याक हान्छ यो बोटले। यसले खा। वाट द यो बुटालाई नि मैले काटेर फालिदिन्छु लिटरली। हरि रिस उठाउँछ यार। क्वेस्ट कम्प्लिटेड प्लिज। आइटम अझै नि ड्रप गरेन त गेले। क्यों नै यो बहाना म लेभल 140 पुगिदिन्छु, झन् राम्रो। अब सायद लेभल 150 हो कि 40 मा हामी उमा जाने हो, के भन्छन् त्यसलाई, स्काई हो कि कुन अरू आइल्यान्डमा जान्छौँ क्या, कि 200 मार्क आइल्यान्डमा जान्छौँ बे, म त बिर्सेँ। आइल्यान्ड चेन्ज भइदियो हुन्थ्यो यार। पश्चिमा कुछ जल्दी जल्दी आइल्यान्ड चेन्ज भएन नि त। तर तिमीलाई थाहा छैन भने यो सब भिडियो मैले एउटै दिनमा रिकर्ड गरेर आऊ। 5वटा पार्ट रिकर्ड गरिसक्यो क्या मैले एउटै दिनमा, लिटरली। तर एउटै दिनमा हाल्ने चाहिँ हैन है मैले। आज एउटा पार्ट पोस्ट गर्छु, भोलि एउटा पार्ट पोस्ट गर्छु, यस्तो गर्दै गर्दै पोस्ट गर्ने हो। ए म त बिर्सेको, मलाई उनी चाहिन्छ, के भन्छन् त्यसलाई, यो मास्टरी। मलाई त त्यो केपको चक्करमा मास्टरी चाहिँ बिर्सेको। आई विल मिट यु मेरो ऊ भएपछि, लेभल 140 भएपछि भेट्छु। तिमीलाई थाहै होला म एउटा मोबाइल प्लेयर हो, तर यो मोबाइलमा मैले जति गेमिङ गरे पनि यसको चार्ज भइएला, तर यो कहिले नि हिट हुन्न नि। यो भिभोको फोन हो, मैले गेमिङ गर्नेवाला फोन। मकसदबाट भट्किँदैन। म यसको लेभल अरे मास्टरी 100 भएपछि भेट्छु है। गाइज वाइस एडमिरल रिस्पोन भएछ। अब मैले त यसलाई आफ्नो तरिकाबाट फेरि मार्छु। मैले 100 मास्टर भएपछि भन्छु भनेको थियो के अरे, तर भर्खर के भएको थियो बे, बस फाइटको ड्युरिङ यस्तो भयो भने त मोय हुन्छ। के चल रहा, यही अट्याक हान्नुपर्छ अब त। भागो छिटो, पछि पछि आइरह नि मेरो। ए भाग रे बेटे भाग। अबे नुबे चाहिँ बे त
के हो 1 सेकेन्ड मैले यो तरिकाले नि त मार्न सक्छु नि त्यसलाई तर यसले मलाई अझै हान्न सकिरहेको त्यहाँबाट नि ब्रो यु लुक लाइक अ गे कहाँ गयो कहाँ गयो ए मलाई किन ल्याइरहेको त त्यहाँ गयो Oh shit man तर राम्रै छ मेरो लागि आइस बर्डलाई आइस स्पेयर हान्यो अनि मर्छ अझै कति हेल्थ छ यत्रो धेरै हेल्थ किन छ त यसको अझै कति हेल्थ छ अझै नै हाफ हेल्थ बच्छ आइस सर्ज नै हानिदिन्छु तेरो चक्करमा मरे पनि तँलाई मैले कुट दिने है आइस स्पेयर्स छिटो छिटो रिलोड रिलोड के भन्जाऊ मैले यस क्वेस्ट कम्प्लिटेड 1 सेकेन्ड अझै नि आइटम ड्रप भएन कस्तो यार आई थिङ्क द्याट्स फर टुडे गाइज लेभल 140 पुगेछ आजको गोल थियो थ्याङ्क्स फर वाचिङ बाई